सौरभको त्यो बिन्तीमा केही छैन ल दाइ, अब पहिला भ्यालु बुझ्यौ लेखौँ न सौरभ? अब। ए सौरभ हजुर हजुर बुझ्यौ? यहाँ गर्दैछु, नजाने पर अहिले लास्टतिर सोध्छु नि। ल ल हामीले पीको भ्यालु निकालेर त्यो मुनि सिन्सको उमा राखिदिने है, त्यही हो निस्किन्छ नि। ल ल सुरु गर बोक्न। अब केही होइन, अब एक्स वाईको टेबल बनाउने क्वेसन अनुसार अब भ्यालु के देखा लेख्दै जाने पहिला। 24, 6, 15, 4, 20, मैले गर्नुपर्छ। 9, 6, 19 ठिक छ। अब त्यसै अर्को भनिन्छ ऱ्याङ्क अफ एक्स, आरआई मानौँ यसलाई 1 R1 र ऱ्याङ्क अफ एक्स सरी 2 भनौँ यसलाई। ठिक छ यहाँसम्म? एकदम म क्वेसन सार्नु पर्यो। लेखिरह हौ। मैले लेख्नु पर्यो। फ्रम द फलोइङ। केटाहरूले लेखिसक्यो कि नै, के गरे हो केटाहरू? ए लेखिसके, कति ढिलो लेखेको रे यार। ल अब हेर, अब के गर्नु पर्यो, ऱ्याङ्क भन्ने ऱ्याङ्क अफ एक्स भनेपछि जुन सानो भ्यालु हो त्यसमा अब 1 2 3 4 5 लेख्दै जाने हो के। यिनीमा सबभन्दा सानो भ्यालु कुन छ एक्स कोमा? 9 ठिक छ। 9 देख्यो, 9 कोमा ठ्याक्क गरे 1 लेखिदिने। अब तर यहाँ हेर्नु पर्यो 16 16 16 के पर्यो भन्दाखेरि यिनीहरूकोमा कति आयो, तीनटा बराबर सेम आयो के, भ्यालु चाहिँ सेम आयो होइन। अब यिनीहरूको भ्यालुलाई के गर्नु पर्यो भन्दाखेरि 1 भइसक्यो, 1 पछि के छ 2 3 4, यिनीहरूको अब हामीले एभरेज निकाल्ने। त्यही होइन, रुक हि रुक है, मैले 16 को हो कि के को निकाल्छ नि, रुक है। 16 को हो र, +3 + 4 9 डिभाइडेड बाई 3 के आयो त यिनीहरूको भ्यालु? रुक मलाई यहाँ गर्न टेउ है। 1 + 2 भनेको 3, 3 डिभाइडेड बाई 2 भनेको 1.5 आउँछ। ल ठिक छ। 16 को त्यो हो क्या, ऱ्याङ्कको हामीले ऱ्याङ्कको त्यो गर्ने एभरेज निकाल्ने हो। ऱ्याङ्क त मान्छ 1 हाम्रो पहिले नि 9 लाई भयो, 9 सबभन्दा स्मलेस्ट छ त्यसलाई 1 डिनोट गरे हम। त्यसपछि स्मलेस्ट भ्यालु भनेको 16 हो, त्यसको कति छ ऱ्याङ्क, यसको कति छ 2 3 4, तीनटा भ्यालु लेख के 2 3 4। अब के गर्ने भन्दा हामीले 2 र 3 र 4 को जोडेर 2 + 4 + 3 डिभाइड बाई 3 गरेर त्यसको एभरेज निकाल्ने हो कि अब हामीले ऱ्याङ्कको। बुझ्यौ हौ? यस 2 + 2 + 4 जोडेर भ्यालु कति आयो 3 आयो, यसको नि 3 लेखिदिने, यसको नि 3 लेखिदिने। ऱ्याङ्कको एभरेज निकाल्ने यिनीहरूको। जस्तै बोल एउटाको जस्तै हाम्रो 3 आयो नि होइन, भनेपछि अरू भ्यालु सिमिलर छन् नि, हो तिनीहरूको पनि सेम हुन्छ। जतिवटा 16 छ त्यति सबको एभरेजमा त्यही एउटै भ्यालु लेख्ने। ओके ओके। के गर्यो भन्दा हामीले सुरुमा 9 सबभन्दा स्मलेस्ट भ्यालु 1 लेख्यो, त्यसपछि के आउँछ हाम्रो भ्यालु, त्यसपछि 2 आउँछ, त्यसपछि 3 4। हजुर के अरे R1 देखि फेरि सुरु गरेर सिकाउनु। R1 मा हामीले के गरिन्छ भन्दाखेरि ऱ्याङ्किङ गरिन्छ। अब कसरी गरिन्छ भन्दाखेरि जुन भ्यालु सानो हो त्यसलाई हामीले 1 डिनोट गर्छौँ के, एसेन्डिङ अर्डरमा डिनोट गर्दै जान्छ 1 2 3 4 5 गरेर। R1 मा R1 मा 9 को भ्यालु, यिनीहरूमा सबभन्दा स्मलेस्ट कुन छ 9 छ, त्यसलाई हामीले के गरेर डिनोट गर्छौँ 1 गरेर ऱ्याङ्क गरिदिन्छौँ के, सबभन्दा स्मलेस्ट भनेर 9 छ भनेर गरियो।
त्यसपछि अर्को के छ भन्दाखेरि यसमा के हेर्नु पर्यो अर्को स्मलेस्ट भनेको 16 छ त्यसमा हामीले 2 लेख्थ्यौँ होइन 2 लेखिन्थ्यो तर के पर्यो भन्दा हाम्रो यहाँ तिनटा। 16 आयो के अँ, हाम्रो 16 के र्याङ्कमा पर्यो 2 3 र 4 मा पर्यो के त्यही त त्यसको हामीले के गर्ने अब त्यसको हामीले एभरेज निकाल्ने 2 + 4 + 3 2 + 3 + 4 तिनीहरूको र्याङ्कको एभरेज निकालेर कति आउँछ हाम्रो डिभाइड बाइ 3 गर्दाखेरि 3 आयो के र जुन जुन ठाउँमा अब 16 छ त्यो ठाउँमा एभरेजको भ्यालु लेखिदिने ए ल र अब हाम्रो अर्को र्याङ्क कहाँबाट सुरु हुन्छ भन्दाखेरि हाम्रो अर्को र्याङ्क 24 भनेको कुन छ सबभन्दा सानो 24 छ 24 लाई हामीले के गर्ने 5 लेखिदिने 5 किन लेखियो 2 भइसक्यो 3 भइसक्यो 4 भइसक्यो अनि 5 त्यसपछि 5 आयो त्यसपछि अर्को सानो कुन छ 40 40 त्यसको 6 43 होला त्यसको 7 48 होला त्यसको 8 त्यसपछि कति छ 57 त्यसको 9 र त्यसपछि कति छ 65 त्यसको 10 यहाँसम्म ठिक छ सबलाई एकदम सौरवले बुझिरहन् यहाँ अनि खतरा सिमिलरली अब हामीले के गर्ने अब वाईको निकाल्ने वाईको र्याङ्क निकाल्ने अब यिनीहरूमा सबभन्दा सानो के छ भन्दाखेरि हाम्रो सबभन्दा सानो 6 पर्यो 6 हाम्रो एउटा 4 रहेछ 2 छ र 4 रहेछ त्यही भएर 4 को र्याङ्क हामीले के भन्ने सबभन्दा सानो के छ 4 छ त्यही भएर त्यसलाई हामीले 1 माने हम यस यस इन्डिड त्यसपछि के गर्नु पर्यो भन्दाखेरि 1 4 भयो 4 भन्दा 6 6 6 6 को भ्यालु हाम्रो र्याङ्क 2 पर्यो तर हाम्रो कतिवटा 6 छ दुईटा 6 छ 2 र 3 भएपछि 2 + 3 5 डिभाइडेड बाइ 2 2.5 अब 6 भनेको 2 + 3 दुईटा भएर दुईटा कुन पोजिसनमा त्यसको एभरेज निकाल्ने 6 इन दुईटाको र्याङ्कको एभरेज निकालेर भ्यालुमा लेखिदिने अब यो 2 र 3 भइसकेपछि अब हाम्रो एन्सर आउँछ 4 अर्को र्याङ्क खाली भएको 4 9 सबभन्दा सानो त्यसपछि 4 आयो र्याङ्क 2 मा के गर्ने त्यही अब यिनीहरूलाई फेरि त्यही गिन्दै जाने अब र्याङ्क गर्दै जाने स्मलेस्टबाट भ्यालु कति आयो 2.5 आउँछ कसरी आयो 2.5 कस्तो बुझेन र तिमीले 2 + 3 र्याङ्क एक्स को यो र्याङ्क 1 को जसरी निकालेको त्यसरी निकाल्यो के 4 अनि जस्तै हाम्रो हैन R1 र्याङ्क 1 मा सानोदेखि सुरु गर्ने हैन अनि R1 मा चाहिँ x को गर्ने हो R2 मा चाहिँ y को गर के त्यही सेम तरिका y को ए झाटु ल दुई साल म्याथ गर्न कसरी नाइ म एउटा कुरा गरिरहु साथीसँग कुरा नगर छोडा ल 4 भएपछि अब त्यसपछि 5 हेर्नु पर्यो अब कुन छ 9 भन्दा सानो 13 छ 13 को कति छ दुईटा 5 तीनटा दुईटा 13 पर्यो दुईटा 13 दुईटाको अब यिनीहरूको एभरेज निकाल्नु पर्यो 4 भनेपछि 5 र 6 को एभरेज निकाल्नु पर्यो 5.5 धन्यवाद 6 + 5 हैन 5/2 5.5 अब अर्को नि यसको नि 5.5 आउने भयो त्यसपछि कति 6 भएपछि 7 मा हाम्रो 15 पर्यो 7 त्यसपछि 8 9 10 अब यति गरेपछि हामीले अब डी भन्ने निकाल्छौँ यो केही हैन R1 - R2 हो घट्दै जाने R1 - R2 घट्दै जाने अब R1 - R2 7 - 5.5 लगभग 1.5
-4.5 -4. 1 minus 2.5 minus 1.5 minus 4. अब यिनीहरूको स्क्वायर निकाल्ने, अब डी स्क्वायर निकाल्ने ठ्याक्क 0.5 1 के जिक्ने अरे अब डी स्क्वायर, अब D यिनीहरूको स्क्वायर गर्ने यो भ्यालुको Okay, here we go again. Masala 1.5. Sorry. के मिस्टेक गर्दै भन्दाखेरि यहाँनिर र अर्कै नोट गरे हाम्रो यो समेसन अफ इडी गर्दाखेरि यिनीहरूको 0 आउनुपर्छ है। टोटल यो टोटल गर्दाखेरि 0 आउनुपर्छ। ओके अब यसको टोटल गर्दाखेरि 50 आउँछ। इडी स्क्वायर भनेको 50 एन्सर आउनु पर्यो। अब हामीले के गर्नु? दोस्त होल्ड गर त। हो यति देऊ अझ हो हैन हैन के भएन? सिधै देऊ कि सिधै के भने केटाले? हो सिधै देऊ हो यतिमा हो ल रुक यतिमा मलाई पो दिक्केन रुका। ल ल भयो? ल भयो। ल अब के हेर्नु पर्यो भन्दाखेरि अब हामीले रिपिट भएको भ्यालुहरू हेर्छौँ। कति रिपिट भयो? 16 रिपिट भयो। 16 इज रिपिटेड। कति टाइम्स भन्दाखेरि 16 टाइम्स 3 टाइम्स रिपिट भयो। त्यसलाई हामीले m1 भन्छौँ। त्यसलाई हामीले 3 लेख्छौँ। अरु कुनै रिपिट भएर 14 अरु के रिपिट भएन? ल ठिक छ, रिपिट भयो भने भन है। थर्ड ए अब त्यसपछि हियर इन वाइ मा एक्स सिरिजमा 16 3 पटक रिपिट भयो। अब वाइ यो हाम्रो वाइ सिरिजमा के रिपिट भयो? 6 रिपिट भयो। 6 इज रिपिटेड 2 टाइम्स। त्यसलाई हामीले अब m2 भन्ने। m1 3 m2 3 रिपिटेड भ्यालु कतिवटा रिपिटेड भ्यालु भयो त्यसलाई जतिवटा रिपिट भयो त्यसलाई m1 m2 लेख्दै जाने र कति पटक रिपिट भयो भने त्यसको फेरि तिनीहरूको भ्यालु जोड्दै जाने। अरु कुनै रिपिट भयो? 6 रिपिट भयो र 13 रिपिट भयो। कति पटक? 2 टाइम्स। m3 = 2। कतिवटा रिपिट भयो? कतिवटा भ्यालुबाट रिपिट भयो? 16 6 र 3 13 वटा रिपिट भयो। m1 m2 m3 तिनीहरूको भ्यालु कतिवटा पटक रिपिट भएन। यति लेखेपछि अब हामीले अब यसको फर्मुला लेख्छौँ। द Spearman rank correlation coefficient
is given by Rs is equal to 1 minus 6 ED square को summation m1 square minus 1 upon 12 plus m2 र m2 square minus 1 upon 12 plus m3 square minus 1 by 12 गर्दै डट डट कति जम्मा हुन्छ m त्यसरी जाने तल n upon n square minus 1 यो चाहिँ यसको मेन फर्मुला पर्यो अब हामीले यसमा भ्यालु हाल्दै जान्छौं र सल्भ गर्दै जान्छौं बुबु हल्का टाढा राख त अनि त्यो के हाम्रो त फर्मुलामा जो 12 छ m1 m2 स्क्वायर minus 1 12 okay m2 square minus 1 bracket 12 plus कति हो यहाँ m3 square minus 1 bracket 12 okay upon n by n into n square minus 1 ओए यत्रो लामो फर्मुला अझै लामो हुन्छ जतिवटा m बढ्दै जान्छ त्यति गर्दा प्लस गर्दै जाने हो -1 ल n bracket n square minus 1 अब भ्यालु हाल्दै जाने 1 यो भयो फर्मुला के 1 हो फर्मुला के 6 हो ed को स्क्वायर हामीले कति निकाल्ने 50 निकाले हम प्लस m1 को फर्मुला भ्यालु कति छ 3 स्क्वायर minus 1 by 12 प्लस m2 को भ्यालु 2 छ 2 स्क्वायर minus 1 by 12 प्लस कति छ 2 जह m3 को भ्यालु र 2 स्क्वायर minus 1 by 12 अब यिनीहरुको चट्टा लाएर n भने कति छ 10 छ 10 स्क्वायर minus 1 अब यिनीहरुको आन्सर निकाल्ने निकाल त विशाल यस्तै यस्तै तिमीले निकाल्नु पर्यो मलाई यार यता घले बोलाएर यार पहिला तिमीलाई बुलाती है मगर होइन त्यस्तो त होइन हजुर बुलाती है मगर जाने का नहीं वही मलाई त नोटिफिकेसन आयो यार कि फोटो खिच्नु पर्छ कि यार ए सल्भ गर्न भनेको यहाँ 2 स्क्वायर 4 minus 3 by 12 भनेको आर्कनी गर्यो होइन र 53 into 6 618 बुबु यहाँ कति हो यहाँ 10 हो यहाँ यो गिन न यो गिन त कति आहा टोटल 10 into 99 हो क्या 100 minus 199 1 minus 0.312 भनेको minus 0.67 चाहिँ हाम्रो आन्सर आछ ल भयो आजलाई यति गरौँ फोटो खिचेर राख त यसलाई फोटो खिच्नु पर्यो यति ल आजलाई यति ल ठिक छ म यो सहिले बुझ्छु यो नआएको ल अब समस्या छ भने युट्युब खोलेर कहिलेकाहीँ युट्युबबाट पढ्ने गर केटा हो के गर केटा है भोलि के गर्ने भोलि आउने कि ल आज यति गर्ने के हो के छ केटा भन त भोलि नै आउने हो पर्सिबाट पढ्ने हो भोलि हेर्ने पर्सिबाट भोलि आइन्छ र पर्सि त आइन्न होला बरु वेबको त पढ्नु पर्यो नि घोक्नु पर्यो नि होइन रे केटा के छ भन त सबैले ओए गौरव सब ठीक छ ओए गौरव सब ठीक छ ए धन सङ्गीत सुतेर उठे जस्तो पढ्ने भोलि नै के छ र भोलि त के छ र पर्सिबाट पढ्यो भइहाल्छ त वेबको आज उ गरौँ अब होल्ड गरौँ साँझतिर हामीलाई यस्तो युट्युब हेर्नला फेरि को यो बाका भन्ने म हो इडियट रह्यो भन्छ आफूलाई त सुरज भन ओ सुरज आज हेर्ने कि अहिले हेर्ने भयो पेसेन्ट पानी
अब एकछिन त शान्त हुनु न। ओए आस्ते नै गर्थे विशाल हजुर त्यो अघिको मैले भनेको वाला रुक ल विशालले पठाएको सिकाउन यार भन के पनि बुझ्दै